नमस्ते तपाईहरुलाई म सुनिल गुरुङ गोर्खा पाथवेज एडभाइजरको डेप्युटी डाइरेक्टर अनि संस्थापक पनि तपाईहरुलाई आज म एउटा विशेष जानकारी लिएर आएको छु। विशेष गरी एक्स गोर्खा प्री 97 को छोराछोरीहरुको केसमा जसको चाहिँ किन्डर रोलमा अथवा फ्यामिली डिटेलमा म्यारिड अथवा डिभोर्स भनेर कतिजनाको आएको छ र उहाँहरुको चाहिँ तपाईहरुलाई थाहा पनि होला कि उहाँहरुको एकैतालमा भिजा ग्रान्ट गरिरहेको छैन है, अपिलमा गइरहेको छ र हामीले थुप्रै अपिल केसेसहरु जितिरहेको पनि छौं र तपाईहरुलाई एउटा विशेष यो जानकारी चाहिँ के भने कतिजनाको चाहिँ पहिलो चोटी युके भिजा एप्लाई गर्दै हुनुहुन्छ आफ्नो बाबाआमासँग र बाबाआमा बुढाबुढी भइसक्नु भएको छैन, 80-90 वर्ष 70 वर्ष पुगिसकेको बुढाबुढी अनि कतिजना चाहिँ फिजिकली उहाँहरुको कतिवटा कम्प्लिकेसनहरु भएको, एक्लै ट्राभल गर्न नसक्ने छोराछोरीहरुलाई भिजा ग्रान्ट गर्यो भने त छोराछोरीहरुले सपोर्ट पनि गर्छ, युकेमा सजिलो हुन्छ भन्ने हो। तर म्यारिड डिभोर्सको केसमा चाहिँ भिजा एकैतालमा ग्रान्ट गरिरहेको छैन, अपिलमा नै जान्छ र अहिले अब यो सजिलो के भइदियो भने तपाईहरुलाई बीएफएस मा चाहिँ तपाईहरुले बायोमेट्रिक दिनको लागि जानुहुन्थ्यो अनि उनीहरुले तपाईको पासपोर्ट चाहिँ राख्ने अरु बाँकी डकुमेन्टहरु स्क्यान गरेर युके पठाउने र तपाईहरुको 3 महिनाको भिजा ग्रान्ट गरिरहेको थियो 30 अक्टोबर भन्दा पहिला। तर अहिले हालै तपाईको 30 अक्टोबर देखि चाहिँ एउटा मेजर चेन्जेस भनौं, तपाईको पासपोर्ट पनि उनीहरुले बीएफएस ले राख्न छोड्यो, तपाईको डकुमेन्ट तपाईको पासपोर्ट सबै स्क्यान भएर चाहिँ युके पुग्छ र उनीहरुले भिजा ग्रान्ट चाहिँ तपाईहरुलाई तपाईको इमेलमा नै योर भिजा एप्लिकेसन हैज बीन सक्सेसफुल भनेर पठाइरहेको छ। त्यसले गर्दा तपाईहरुलाई फाइदा के भयो भन्दाखेरि यो अहिले जुन डिजिटल भिजा आको छ, ई भिजा तपाईको बाबाआमाले चाहिँ डिजिटल भिजा ई भिजा तपाईले क्रिएट गर्नुभयो भने यु हैव 2 इयर्स टाइम फ्रेम है युके इन हुनको लागि। तपाईको बाबाआमालाई चाहिँ 2 वर्षको टाइम फ्रेम छ युके इन हुनको लागि। अब यो 30 अक्टोबर अस्ति भर्खर 30 अक्टोबर 2025 भन्दा अगाडि चाहिँ तपाईको 3 महिनाकै भिजा ग्रान्ट गरिरहेको थियो अनि तपाईले 2 महिना अथवा 2.5 months इन्टरटेन गरिसक्नु भएपछि चाहिँ तपाई बिफोर 3 months युके इन हुनुपर्छ भन्ने थियो। तर अहिले त्यो म्यान्डेटरी छैन है। अब तपाईहरुले यो कुराहरु क्लियरली बुझ्नु होला। तपाईहरु जसले अपिल गर्दै हुनुहुन्छ विशेष छोराछोरीहरुले पेन्सनर फादर मदरलाई त भिजा ग्रान्ट गरिहाल्छ, तर म्यारिड डिभोर्स छोराछोरीहरुलाई चाहिँ भिजा ग्रान्ट गर्दैन हैन, अपिलमा जान्छ। अब अपिल जित्नको लागि कसैलाई 8-10 महिनामा होम अफिसले चाहिँ विथड्र गरेर भिजा ग्रान्ट गरिरहेको छ, कतिजनालाई चाहिँ वर्ष 1.5 वर्षसम्म पनि लागिरहेको छ। त्यसले गर्दाखेरि बाबाआमा मात्रै एक्लै जाँदाखेरि कतिजनाको बाबाआमाहरुले चाहिँ बुढाबुढी मान्छेले दुःख पाउनु भयो अनि यो ई भिजाले गर्दाखेरि चाहिँ तपाईहरुलाई सजिलो भयो कि तपाईको बाबाआमा युके इन हुनैपर्छ 3 वर्ष भित्र 3 महिना भित्रमा युके इन हुनैपर्छ भन्ने छैन। तपाईहरुलाई 2 वर्षको टाइम फ्रेम छ, तर तपाईहरुले म्यान्डेटरी ई भिजा चाहिँ तपाईले बनाउनै पर्छ। तपाईहरु हाम्रो अफिसमा आएर पनि बनाउन सक्नुहुन्छ। ई भिजा बनाइसकेपछि तपाईको बाबाआमा 2 वर्ष भित्रमा इन हुन सक्नुहुन्छ। विदिन त्यो 2 इयर्सको टाइम फ्रेममा त तपाईले अपिल जित्न पनि सक्नुहुन्छ। त्यसले गर्दाखेरि यो कुराहरु तपाईले याद राख्नु होला। फर्दर अरु डिटेलमा जानकारी चाहिन्छ भने तपाईहरु हाम्रो अफिस भिजिट गर्नुहोस् अथवा यो भिडियोको तलपट्टि हाम्रो अफिसको फोन नम्बर लिंक्सहरु र मेरो फोन नम्बर पनि राख्दैछु। डिटेलमा बुझ्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नु होला। हस् त, थ्यांक यू।